मुद्दामा तपाईँहरूको लभ चाहिँ कसरी पर्यो? हाम्रो लभ हाम्रो लभ त चिठी लेखेर पऱ्यो नि। हाम्रो टाइममा यस्तोहरू टच फोन थिएन, ट्याक्ट्याको फोन थियो हो। अन्त मेरोमा अब थिएन, तेरो बाजेकोमा थियो त, मैले त पछाडि त किनेको। कसरी भेट भयो? अब तेरो बाजे उतातिर गोली खेल्न आउँथ्यो नि त, गोलकिपर पुरा आउँथ्यो गोलीहरू खेल्नु हो। सबै जग्गा बाजेर जान्थ्यो गोलकिपरको लागि। हामी गोलीहरू जान्थ्यौँ। त्यतिकै मलाई मन पराएछ नि त। त्यहाँदेखि चाहिँ उसले चिठी लेख्यो मलाई। त्यहाँदेखि मैले पनि एक दुईपल्ट त रिप्लाई दिइनँ हो। त्यहाँदेखि 3-4 पल्ट आइरहँदा चाहिँ रिप्लाई दिएँ बाजेलाई। एक दुईवटा डायलग भनिदिनु न। पहिला चिठी लेखेको भन्छु नि, कसरी चिठी लेखेको भनौँ। यस्तो भन्थेन मलाई, अब साथी भन्थ्यौँ हो। अब मलाई चाहिँ अब उसको चिठीको उसले लेखेको चाहिँ म भन्दिनँ ल, मैले रिप्लाई दिएको भन्छु। मैले पनि मेरो प्यारो साथी, मेरो हृदयकी राजा होइन, अब त्यस्तो पाराले अब अन्त तिमी के कसो छौ त्यस्तो उसले लेख्थ्यो नि त। म सन्चै छु त्यस्तो अरू के लेख्थ्यौँ न हो। त्यहाँदेखि भेट्नु बोलाउँथ्यो। अहिलेको केटाकेटी पो फोनहरू छ र जहाँ भेटे पनि जता गयो पनि हुन्छ। आमा त भेट्नु पनि डर्छ नि, आमा बाउले कता गएर खोजिहाल्ने। साथीको घरमा आउँथ्यो, हामी साथीको घरमा 10 मिनट बाद मऱ्यो, उनीहरू घरपट्टि आएको थियो, चिया साथीको घरमा खान्थ्यो, म घरमा आइहाल्थेँ। त्यहाँदेखि पछाडि पनि त्यसरी चिठीहरू, त्यहाँ डाइलग्सहरू भन्ने मैले लेखेको कस्तो चाँदनी से चाँद सितारे से नहीं प्यार एक सी होते हजारे से नहीं लेख्थ्यो एउटा हो। त्यहाँदेखि अब टाढो टाढो छौँ त हामीहरू, भेट हुँदिरहन्छ। त्यहाँदेखिको नि फेरि त्यहाँदेखि आकाश में चंगा है लगता है मेरा मेरा पास, मैं हूँ यहाँ दिल है तुम्हारा पास लेख्थे हो। कोही टाइम त के लेख्थे, तार से तार करो सपने में देख करो अभी इतना दूर होती है कैसे मुलाकात करो भन्थे के। त्यहाँदेखि लभको चिनो पठाएर चाहिँ त्यति गर्थे। मेरो यस्तै छ लभ हिस्ट्री साथीहरू। पहिलाको तपाईँहरूको के कसो भयो हाम्रो टाइममा चाहिँ। गुड नाइट, बाई बाई। यस्तै छ लभ हिस्ट्री।